नमस्कार सम्पूर्ण श्रोता तथा दर्शकहरूलाई म रिजुन हिसे। आज हामी जानेछौँ तीनवटा शिर अक्षर मध्ये लागो भन्ने चाहिँ, किनकि हामी अस्ति रागो गइसक्यो र आज हामी जानेछौँ लागो। यो लागो किन भन्छ, किनकि यो लागो शिरमा अरू अक्षरको शिरमा लागेको कारण यसलाई लागो भनिन्छ। जस्तै यहाँ हेर्नुहोस् त, ल चाहिँ कको शिरमा लागेको कारणले यसलाई लागो भनिन्छ। लागो कतिवटा छ भन्दाखेरि लागो चु 10 वटा लागो। र अब हामी जाउँ पढ्ने विधि। जस्तै माथिको छ ल भयो, तलको छ क, जोडेर पढ्दाखेरि ल कता क भन्छ र यसको चाहिँ साउन्ड अलिकति फरक हुन्छ। जस्तै माथिको भयो ल, तलको भयो ग, ल घतक ग भयो र यसमा छ ल, माथि ल छ, मुनि छ ङ, जोडेर पढ्दाखेरि ल घतक ङ भन्छ। अनि यसको चाहिँ त्यति फरक छैन, ल चता चा नै भन्छ र यसको चाहिँ अलिकति फरक छ है। माथिको ल भयो, तलको झ्या भयो, ल झतक झ्या भयो र अनि यो पनि त्यति फरक छैन, ल ततक त नै भइहाल्यो है। अनि यसको चाहिँ अलि फरक छ है। माथिको भयो ल, तलको भयो द, ल धतक द, ल धतक द। अनि यो पनि त्यति फरक छैन, ल पतक प नै भइहाल्यो र यसको चाहिँ अलि फरक छ। माथिको भयो ल, तलको छ ब, ल भतक भ। अनि यसको छ ल हतक स भन्नु त, यो चाहिँ अलिकति गाह्रो छ है त। ल हतक स भन्नु त फेरि ल हतक स। फेरि जाउँ हामी ल कतक क, ल घतक ग, ल घतक ङ, ल चतक चा, ल झतक झ्या, ल ततक त, ल धतक ध, ल पतक प, ल बतक भ, ल हतक स। सिक्नुभयो। अनि आज हामी लागो चु पढ्यो र पछि हामी सागो भन्ने चाहिँ पढ्ने छ। आजको लागि यति नै, धन्यवाद।